रवि लामिछानेको खुट्टामा विष हालिदिनु, त्यो खुट्टा चाट्ने क्रममा खगेन्द्र सुनार आफै थला पर्छन् भन्ने यो कमेडी नाइट विथ च्याम्पियनको बनाइ आज खगेन्द्र सुनारको वास्तविक जीवनमा मेल खान गएको छ। किन भन्दाखेरि खगेन्द्र सुनार अब राजनीतिक जीवनमा उठ्नै नसक्ने गरी पिछाडिएका छन् र यो हुनुको मेन कारण चाहिँ आज सबैले 100% 99.9%ले चाहिँ खगेन्द्र सुनारलाई ब्लेम गरिरहेछन्। तर वास्तवमा यो खगेन्द्र सुनारको 50% गल्ती र 50% चाहिँ रवि लामिछानेको प्लानिङ थियो। अब कसरी भन्दाखेरि जुन तपाईहरुले लेखा समितिको बैठकको जुन लाइभ मिटिङ थियो त्यो त हेरिहाल्नुभयो। त्यस पश्चात आम नेपाली पब्लिक र साथसाथै जो चाहिँ रासपा घन्टी पार्टीको अन्धभक्त भेडा हैन उनीहरूले पनि यसको विरोध गरिरहेछन्। किन भन्दाखेरि यो शोभनीय थिएन एउटा सांसदले गर्ने हो। उनले उजागर गरेको केही मुद्दाहरू सत्य थियो, त्यसका छानबिन हुनुपर्छ। जस्तै प्रहरीभित्र भएको विभिन्न घोटाला, चाहे त्यो जुत्ता किन्दा, कपडा किन्दा या लट्ठी किन्दा होस् हैन, त्यसको उचित तरिकाले छानबिन हुनुपर्दछ। तर त्यसको एउटा तरिका हुन्छ हैन, आफ्नो प्रस्तुति दिने शैली हुन्छ र उनले आफ्नो प्रस्तुति त्यो अराजक तरिकामै दिए पनि उनी मिटिङको अन्तिमसम्म बसेर सुनेनन्। किनभने उनलाई थाहा थियो म यहाँ बस्यो भने मैले जे भनेको छु त्यसको ब्याकफायर हुन्छ, म सहन सक्दिनँ भन्ने उनी सुरुमै उठेर टाप कस्दिए। र उनले ब्लेम त के लायो भन्दाखेरि गृह सचिव आधा घण्टा ढिलो आउनु पर्ने, तर उनले गृह सचिव किन ढिलो आयो भन्ने पनि हेर्नु पर्थ्यो हैन। किनभने गृह सचिव आम अफिसमा एसीको हावा खाँदै बसेको थिएन, उनी अर्कै त्यस्तै सेम काइन्ड मिटिङमा थिए र त्यहाँबाट 2 घण्टा टेक्निकली छिटो आएको थिए भन्दा उनले स्पष्टीकरण दिइसकेको छ र आइजिपीले पनि आफ्नो स्पष्टीकरण दिएको छ, जुन तपाईले देखिसक्नुभयो। अब यसमा यो विवादमा रवि लामिछाने र खगेन्द्र सुनार कसरी फसे भन्ने मुद्दामा आउँ। अब हेर्नुस्, नेचर हेर्नुस् यो लेखा समितिको मिटिङको। त्यो लेखा समितिको मिटिङमा कस्ता व्यक्तिलाई बोलाएको थियो? गृह सचिव, इभन गृह मन्त्री पनि आउनुपर्ने थियो अरे। सुदन गुरुङले हिजोको स्टेटमेन्टमा भनिसकेको छ कि म आउने थिएँ तर आउन सकिनँ भने त्यो प्लानिङ थियो। किन भन्दाखेरि त्यहाँनेरि चाहिँ गृह सचिव थिए, आर्मीको मान्छे थियो, सशस्त्रको मेन थियो स्टाफ, त्यसपछि आइजिपी नेपाल प्रहरीको सबैभन्दा ठुलो स्टाफ दानबहादुर कार्की र यी सबै विभागमाथि हाम्रा खगेन्द्र सुनारले आरोप लगाएका छन्। आरोप पनि यति तुच्छ, यति घृणित छ, त्यसको म लेभल बाई लेभल म तपाईलाई बयान गर्नेछु। अनि त्यो आरोपलाई चाहिँ उनीहरूले सट्ट चल्दिएको छ। अब यसले के देखाउँछ भन्दाखेरि के इन्टेन्सन थियो त त्यहाँ रासपा पार्टीबाट जान्छ रवि लामिछाने, किनभने यसमा बालेनको समानता छैन। अब रासपा पार्टीलाई थाहा थियो त्यहाँनेरि आर्मीको सबै आउँदैछन् र उनीहरूको त्यति धेरै सांसदहरू छ हैन, 250 भन्दा बढी सांसदहरू छ, मलाई एक्ज्याक्ट नम्बर थाहा भएन, 284 समथिङ होला। र त्यति सांसदमा देखे त्यो मिटिङमा जान लायक खगेन्द्र सुनार मात्रै थिए त, 12 पास पक्कै पनि थिएन हैन। अब सेकेन्ड ओपिनियन समावेशी हुनुपर्छ, महिला हुनुपर्छ, दलित हुनुपर्छ हैन भनेर खगेन्द्र सुनारलाई भन्दाखेरि के राष्ट्रसभामा अन्य दलितहरू छैन? इभन रिमा विश्वकर्माले गएदेखि सी इज मोर स्मार्ट हैन, ड्यु डिलिजेन्ट गर्छ हैन। आजसम्म खगेन्द्र सुनारको सपोर्ट पनि गरेको छैन। आशिका तामाङ जस्तो यस्तो भनेको व्यक्तिहरू भनेको कस्तो भन्दा खगेन्द्र सुनार भनेको अराजक व्यक्तिहरू। अब रविले किन खगेन्द्र सुनार अराजकलाई टिप्यो भन्दाखेरि यो एउटा प्लान थियो। कस्तो प्लान भन्दाखेरि हामीहरूले हेरिसकेको छौँ कि नेपालमा जुन विभिन्न इन्डिपेन्डेन्ट संस्थाहरू छन्, सर्वोच्चमा कस्ता व्यक्तिलाई लिएको छ राष्ट्रपालले भन्दाखेरि श्रेणीको चौथो नम्बर। म यसको मतलब नम्बर 1, 2, 3 नै हुनुपर्छ भन्ने होइन। म पनि आई अलवेज सपोर्ट राइट म्यान, राइट प्लेस, रिवार्ड एन्ड पनिसमेन्ट भन्ने कुरामा। तर त्यो राइट मान्छे थियो त भन्ने अहिले क्वेसन उठिरहेको छ। किन भन्दाखेरि त्यो यस्तो मान्छे थियो जसले चाहिँ रवि लामिछानेलाई सहकारी काण्डबाट छुटकारा दिनका लागि रवि लगायत जीवी राई लगायत 50 जनालाई अब कुनै कानुन लाग्दैन, त्यस्तो फ्रिडम रविलाई बचाउनुको लागि। त्यस पश्चात अब फेरि ऊ प्रधान न्यायाधीश भइसकेपछि काङ्ग्रेसको जुन विवाद थियो शेरबहादुर गगन भन्नेमा, जुन चाहिँ निर्वाचन आयोगले सर्वोच्चले नै पहिला क्लियर गरिसकेको छुलाई फेरि अहिले जुन निस्साथ दिएर अहिले विवाद उतालेको छ, त्यसबाट के दिन्छ भनेदेखि हि वाज नट अ राइट पर्सन भन्ने कुरा देखिन्छ क्या। अनि त्यो भनेको चाहिँ रवि लामिछाने आफ्नो गोजीको मान्छे ल्याएको देखिन्छ। अब यसरी नै रवि लामिछाने लगायत रासपा टिम चाहिँ नेपाल प्रहरीमा पनि आफ्नो गोजीको मान्छे ल्याउन चाहन्छ, आर्मीमा पनि ल्याउन चाहन्छ, तर आर्मीले हलाउन सक्दैन। आर्मीले नेपालको इन्टरनल पोलिटिक्समा त्यति इन्टरफेयर गर्न हुनाले आर्मीलाई उनीहरूको खासै वास्ता छैन। अनि त्यसपछि सशस्त्रमा अब नेपाल पुलिस किन भन्दाखेरि नेपाल पुलिस उनीहरूलाई यस्तो चाहिएको छ जसलाई चाहिँ जे कमान्डन गरो त्यसमा तुरन्त एक्सन लियोस् भन्ने चाहिएको छ हैन। यो मान्छेलाई सम्म त्यसलाई नसम्म भन्दा त्यो मान्नु पर्यो। अब यसको मतलब नेपाल पुलिसले चाहिँ आफ्नो ड्यु डिलिजेन्स, आफ्नो अनुसन्धान हैन कि गृह मन्त्रालय माथिबाट जे आदेश छ त्यो यहाँनिर रवि लामिछानेबाट जे आदेश छ त्यो मान्नुपर्ने मान्छे चाहिएको छ। अब दानबहादुर कार्की भनेको पहिले चुनिएर आएको मान्छे हो हैन। अब फेरि अहिलेको
नेपाल प्रहरीको आइजिपीको इतिहास हेर्ने भनेदेखि सबैभन्दा पब्लिक फ्रेन्डली म दानबहादुर कार्कीलाई देख्छु। अब यसको प्लस साइड पनि छ, माइनस साइड पनि छ होइन। हुन त अब यो जेएनजी आन्दोलन पश्चात पनि प्रेसर होला नेपाल पुलिसलाई पब्लिक फ्रेन्डली हुनको लागि, त्यसले गर्दा उनीहरूको फेसबुक पेजहरू हेर्नेदेखि मोर जेएनजी फ्रेन्डली छ र दानबहादुर कार्की पनि आफै पनि मास पब्लिकमा होइन अलिकति ओपनली फ्रेन्डली भइरहेको देखिन्छ। र फेरि अब उहाँको स्पष्टीकरण हेर्दाखेरि पनि उहाँले त्यति दाग लगाइहाल्नु पर्ने मान्छे देखिँदैन। र अब इनकेस दानबहादुरलाई त अब हट भन्ने भन्दा नेपाल सरकारको बदनाम हुन्छ, सरकार भनेको राष्ट्रपतिको बदनाम हुन्छ होइन। त्यही भएर उनीहरूले सिधा आउँला होइन कि घुमाएर घिउ निकाल्यो भने जस्तै। अब कसरी भन्दाखेरि हाम्रो राष्ट्रपतिको सबैभन्दा अराजक सांसद होइन हरिलट्ठक होइन जसले कमन सेन्स युज गर्दैन, त्यो को भन्दा खगेन्द्र सुनार। अब खगेन्द्र सुनारलाई पनि के छ भन्दाखेरि अब यत्रो 284 जनामा म फाइट खेल्नु भन्दा सक्दैन, किनभने राष्ट्रसभामा धेरै राम्रा पढे लेखा स्मार्ट कमन सेन्स युज गर्ने सांसदहरू पनि छन्। अब मन्त्रीमा पनि बालेनले आफ्नो तरिकाले चुज गरिरहेछ। अब खगेन्द्र सुनारलाई माथि जानेको लागि रवि लामिछानेको सुरु भने जस्तै खुट्टा ढोक्न जरुरी छ। अनि रवि लामिछाने जे भन्नु उसले त्यसको प्लस माइनस कन्सिक्वेन्सेस नबुझिकन जी हजुर होइन अनि मोहराको गोटी बनेको छ। र त्यस पश्चात अब खगेन्द्र सुनारलाई लाग्यो मैले यसरी रवि लामिछानेको कुरा मान्दिनँ, क्लोज भयो भनेदेखि मलाई पनि भोलि पर्सि क्याबिनेट चेन्ज हुँदाखेरि मन्त्री हुने या त यस्तै विभिन्न उच्च आयोगहरूमा मान्छे मलाई पोजिसन पायो भनेदेखि मेरो पनि पावर पर्छ भन्ने उसलाई पनि आशा जाग्यो। र रवि लामिछाने चाहिँ के लाग्यो भन्दाखेरि यो मान्छेलाई पठायो भनेदेखि चाहिँ हामीले जे टपिक राख्छौँ उसले त्यही कुरा भन्छ, त्यहाँनिर ब्लेम दोष लाउँछ। दोष लगाइसकेपछि के हुन्छ भन्दाखेरि अब आइजिपी सशस्त्रको चिफ इन स्टाफहरूलाई प्रेसर हुन्छ, किनभने यो भनेको लाइभ मिटिङ हो, मिडियामा क्वेसन उठ्छ होइन। तपाईँको यो क्वार्टरमा होइन पुलिसमा सशस्त्रमा चाहिँ भ्रष्टाचार भएको रहेछ, तपाईँको घरमा चोरी भएको रहेछ होइन, विभिन्न आरोप आल्छा लगाइसकेपछि त अब यस्तो प्रतिष्ठित व्यक्तिले के गर्छ भन्दाखेरि आफ्नो जुन कार्यकारी टाइमभन्दा अगाडि नै रिजाइन दिन्छ। अनि रिजाइन दिइसकेपछि के भन्दाखेरि धम्क्याउनु पनि परेन होइन। गृह मन्त्रालयमा प्रधानमन्त्री कार्यालय रवि लामिछाने अब आफूलाई मन नपरेको मान्छे आफै स्वतः गएपछि अनि आफूले चाहेको मान्छे तलबाट माथि ल्याउन मिल्छ। र अब यहाँ आरोप लागेको पनि कुरा हेरौँ, आरोप कमन आरोप हो होइन, जुत्तामा भ्रष्टाचार कमन आरोप हो, गोलीगट्ठामा भ्रष्टाचार कमन आरोप हो। तर यहाँ आइजिपीको घरमा चोरी भएको र त्यो पनि 3 करोड रकम बराबर चोरी भएको भने जुन भित्री सूचना खगेन्द्र सुनार गयो नि, यो भनेको एउटा प्लानिङ थियो। किन भन्दाखेरि हो आइजिपीको घरमा चोरी भयो होला क्लियरली छैन, किनभने आइजिपीले मेरो घरमा चोरी भन्दा पत्रको सामु त आउँदैन। आइजिपीले आफ्नो अफिसमा भन्यो होला होइन, आफ्नो कोर टिमभित्र भन्यो होला यार मेरो त घरमा चोरी भयो, अनि कति चोरी भयो त सर भन्यो होला, त्यही 2-3 करोड चोरी भयो, उसले पनि अलिकति आफ्नो हुङ्कार देखाउनु पर्यो भनिसकेपछि त्यो टिमभित्र त्यो कुरा चाहिँ गृह मन्त्रालय गएको छ क्या खगेन्द्र सुनारको टिमलाई। किनभने खगेन्द्र सुनारले त्यो क्वेसन पहिले अर्काले स्क्रिप्टेड क्वेसन लिएर आएको, किनभने उसले त्यो क्वेसनसित बातविवाद गर्ने उसको क्षमतै थिएन, त्यही भएर आफ्नो कुरा राख्यो सट्टा चलिदिइहाल्यो। किनभने त्यो क्वेसन अगाडि नै स्क्रिप्टेड क्वेसन थियो, उसलाई लेखेर दिएको थियो कि यो आरोप लगा भनेर। किन भन्दाखेरि त्यो आरोपको लिक गर्ने इन्फर्मेसन लिक गर्ने मान्छे त्यो आइजिपीले पनि भनेको छ म माथि लागेको आरोपहरू चाहिँ मेरै कम्पिटिटर्स कोवर्कर सहपाठी जसले चाहिँ मलाई जित्न सकेन उनीहरूले आरोप लगाए, या त मभन्दा पछिल्लो पोजिसन जसले चाहिँ मेरो ठाउँ ओर्न चाहन्छ उनीहरूले आरोप लगाउने यो दानबहादुर कार्यक्रम क्लियर गरेको छ। अनि ती मान्छेहरूले चाहिँ आइजिपीको विरुद्ध रवि लामिछाने टिमलाई सूचना दिए। रवि लामिछाने टिमले चाहिँ खगेन्द्र सुनारलाई स्क्रिप्टेड क्वेसन लिएर जानु, आइजिपीलाई हुर्मत लिनु, बिल्ला आउँछ मिडियामा, त्यसपछिबाट आइजिपीले रिजाइन गर्छ, हाम्रो मान्छे राख्छौँ भनेर चाहिँ गरेको गेम प्लान हो क्या। त्यसले गर्दाखेरि यो चाहिँ पुरै होल राष्ट्रपा टिमको प्लानिङ हो। नत्र त्यो मिटिङमा सुदन गुरुङ जानु पर्थ्यो, सुदन गुरुङ गएन, भोलिपल्ट उसले डिफेन्स गरेको छ पुलिस र सशस्त्रको। किन भन्दाखेरि डेफिनेटली देश चल्ने भनेको सशस्त्र र पुलिसमै हो। अब सशस्त्र र पुलिसमा नै रिसाउनु लगाइयो भने त खत्तम हुन्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूको जुन प्लान थियो त्यो प्लान फेल भयो। किन भन्दाखेरि यस्तो हुर्मत लिने जुन यो माननीय हो कि हाननीय हो होइन, यस्ता मान्छेहरूले चाहिँ यो कसैले सपोर्ट गर्दैन क्या। र खगेन्द्र सुनारले के बुझ्नु जरुरी छ भन्दाखेरि देश धेरै माथि उठिसकेको छ, सबै भेडा छैनन् क्या, सबैले रियलाइज हुन्छ। त्यही भएर आफू पावर पुज्नको लागि जे पनि नगर्नु